नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई आजको भिडियोमा हामी पाइथन प्रोग्रामिङको बारेमा कुराकानी गर्ने छौं र अबका मेरा भिडियो यो च्यानलमा जति पनि अपलोड हुनेछन् त्यो सबै पाइथन प्रोग्रामिङसँग रिलेटेड भिडियोहरु मैले अपलोड गर्ने छु र पाइथन एकदम स्क्रैचमा बेसिक बिगिनर लेभलबाट तपाईहरुले यो भिडियोहरुमा सिक्न सक्नुहुनेछ। जति पनि मैले मेरा भिडियोहरु अपलोड गर्ने छु त्यसमा एक एक गर्दै छोटो छोटो पार्ट बनाएर चाहिँ पाइथनको बारेमा अपलोड गर्ने छु र त्यसको थ्योरेटिकल पार्ट प्लस प्र्याक्टिकल एक एक गरेर चाहिँ हेर्ने छौं। तपाईहरुले यो भिडियोहरु अन्त्यसम्म हेरेर कन्टिन्यू हेर्नुभयो भने चाहिँ पाइथनमा एकदम राम्रो तपाईको बेस बन्न सक्छ र पाइथन प्रोग्रामिङ सकिसकेपछि वेब डेभलपमेन्ट तर्फ जाने छौं। पाइथन विथ जेंगो पाइथनको जेंगो फ्रेमवर्क युज गरेर चाहिँ वेब डेभलपमेन्ट ब्याकएन्ड डेभलपमेन्ट कसरी गर्न सकिन्छ र कसरी गर्ने त्यो सबै कुराहरु प्र्याक्टिकल वेमा तपाईहरुले हेर्न पाउनुहुनेछ। त्यसैले चाहिँ अब हामी यो भिडियोमा चाहिँ हामीले के सिक्ने छौं भन्ने कुरा म एक एक गर्दै गर्ने छु। सबैभन्दा पहिला त कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्दाखेरि चाहिँ त्यसमा हुने डेटा टाइप्सहरुको बारेमा सबैभन्दा पहिला सिक्ने छौं। डेटा टाइप्समा जस्तै अन्डरस्ट्यान्डिङ डेटा टाइप्स, त्यसमा चाहिँ नम्बर्सहरुको कुरा होला, फ्लोटिङहरु, त्यसैगरी चाहिँ स्ट्रिङ्सहरुको कुरा, लिस्टहरु, ट्युपल्सहरु अनि त्यसैगरी डिक्सनरीहरु के छन्, कसरी गर्ने, डिक्सनरीहरु बनाएपछि त्यसलाई चाहिँ कसरी पाइथनमा हुन्छ भनेर पनि त्यो पनि सिक्न सक्नुहुनेछ। र त्यस्तै गरेर चाहिँ इन्ट्रोडक्सन टु स्ट्रिङ फंक्सन्सहरुको युज गरेर चाहिँ कसरी स्ट्रिङलाई म्यानिपुलेसन गर्न सकिन्छ भन्ने कुराहरु र त्यस्तै गरेर स्ट्रिङको सबै कुराहरु यो म्यानिपुलेसन गर्ने कुराहरु, त्यस्तै इन्डेक्सिङ, स्लाइसिङ र त्यस्तै गरेर चाहिँ अर्को रहेको छ डेटा टाइप्सहरुलाई कन्भर्ट गर्ने, जस्तो फ्लोटलाई इन्टमा, इन्टलाई चाहिँ स्ट्रिङमा कन्भर्ट गर्ने कुराहरु चाहिँ यो भिडियोमा हेर्न सक्नुहुनेछ। त्यसै स्ट्रिङ फर्म्याटर्सहरुको कुरा भयो र त्यसै गरेर चाहिँ पाइथनका बेसिक फंक्सन्सहरुले चाहिँ कसरी काम गर्छन्, कुन कुन फंक्सनहरु युज गरेपछि के युज हुन सक्छ, अर्थात के फंक्सनहरु चाहिँ पाइथनमा छन्, बिल्ट इन फंक्सनहरुको कुरा, त्यस्तै कन्डिसनल स्टेटमेन्टहरु, त्यस्तै लुपहरुको कुरा होला, इफ एल्स स्टेटमेन्टको कुराहरु होला हैन। त्यसरी नै यी सबै कुराहरु चाहिँ तपाईहरुले एक एक गर्दै हेर्न सक्नुहुनेछ। र यो हाम्रो सिलेबस पनि यो वन टाइप्स अफ। त्यस्तै हाउ टु कन्स्ट्रक्ट व्हाइल लुप्सहरुको कुरा भयो, त्यसै गरेर चाहिँ फर लुपको कुरा होला है। अनि त्यसरी फर लुप सकिसकेपछि चाहिँ तपाईहरुले चाहिँ फर लुप कसरी गराउने भनेर चाहिँ यो पाइथनमा फर लुपको सिन्ट्याक्सहरु के कस्तो छ भनेर त्यो सबै हेर्ने छौं। र त्यस्तै गरेर चाहिँ अर्को तपाईको अरु के छ भन्दाखेरि अब त्यस्तै ब्रेक स्टेटमेन्ट, कन्टिन्यू, पास स्टेटमेन्टहरु कसरी लुपमा युज हुन्छन् भन्ने कुराहरु पनि हेर्नुहुनेछ। त्यस्तै गरेर चाहिँ नि अर्को अन्डरस्ट्यान्डिङ लिस्टहरुको बारेमा, पाइथनमा युज हुने लिस्टहरु, एरेजहरु, डेटा स्ट्रक्चरहरु चाहिँ कसरी कन्स्ट्रक्ट गर्न सकिन्छ, कसरी युज गर्ने, कसरी चाहिँ त्यसका सिन्ट्याक्सहरु के छन् भनेर यो पनि सिक्न सक्नुहुनेछ। र त्यस्तै गरेर चाहिँ लिस्ट आइटम्सहरु भयो, त्यसै लिस्टका मेथडहरु के छन् र यसलाई कसरी युज हुन्छ, के कामका लागि युज हुन्छन् भन्ने कुरा पनि यसमा यिनी सबै कुराहरु तपाईले पढ्नुहुनेछ। त्यस्तै काउन्ट स्टेटमेन्ट, सर्ट, एकदम यिनी फंक्सनहरु, त्यस्तै ट्युपल्सहरुको बारेमा, यो ट्युपल्स पनि एउटा के हो त डेटा स्ट्रक्चर हो। डेटा स्ट्रक्चरहरु, त्यस्तै डिक्सनरी वाला डेटा स्ट्रक्चर कसरी कन्स्ट्रक्ट गर्न सकिन्छ, कसरी लेख्न सकिन्छ, कसरी बनाउन सकिन्छ भनेर तपाईहरुले सिक्न सक्नुहुनेछ। र त्यस्तै गरेर चाहिँ अर्को के छ त भन्दाखेरि फंक्सनहरु डिफाइन गर्ने, फंक्सनहरु कल गर्ने तरिका के छन्, फंक्सनहरु कसरी बनाउने, यसका सिन्ट्याक्सहरु के हुन् पाइथनमा भनेर यो सबै तपाईहरुले सिक्न सक्नुहुनेछ। र एकदम बेसिक तरिकाले चाहिँ नर्मल सिन्ट्याक्सबाट सुरु गरेर यो हामीले पाइथन प्रोग्रामिङ सुरु गर्ने छौं। र यदि तपाई पाइथनमा बिगिनर्स हुनुहुन्छ, अर्थात कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा चाहिँ तपाई यदि बिगिनिङ लेभलमा हुनुहुन्छ, भर्खर सिक्ने, अर्थात कसरी सिक्ने भन्ने सोचिराख्नु भएको छ भनेपछि पाइथन एकदम सजिलो प्रोग्रामिङ ल्याङ्ग्वेज हो। त्यही भएर चाहिँ तपाई यदि पाइथन प्रोग्रामिङ अर्थात कुनै पनि प्रोग्रामिङ सुरु गर्न चाहनुहुन्छ भनेपछि पाइथनबाट सुरु गर्दाखेरि राम्रो हुन्छ। किन भन्दाखेरि पाइथनमा चाहिँ सबैभन्दा बेस्ट भनेको के हो त भन्दा एकदम सजिलो सिन्ट्याक्सहरु छ, एकदम सजिलो लाइन अफ कोडहरु लेखेपछि एकदम राम्रो प्रोग्रामिङ गर्न सकिन्छ र यसले चाहिँ अरु प्रोग्रामिङ ल्याङ्ग्वेजहरु युज गर्ने टेक्निक्स तरिकाहरु पनि सजिलैसँग पत्ता लाग्ने भएको हुनाले चाहिँ तपाईहरुले यसमा यिनी कुराहरु चाहिँ एकदम सिक्दै गएपछि अझ एकदम एडभान्स लेभलको प्रोग्रामिङ गर्न सक्नुहुनेछ। र यो बेसिक लेभलका पाइथन, कोर पाइथनहरु सिकिसकेपछि तपाईले चाहिँ जेंगोहरु सिक्ने हामीले त्यो भिडियोहरुमा चाहिँ सिक्न सक्नुहुनेछ र मैले पनि एकदम प्र्याक्टिकल वेमा तपाईहरुलाई पढाउने छु। र त्यसपछि हामी कन्टिन्यू गर्दै गएर चाहिँ जेंगोबाट कुनै प्रोजेक्टहरु गरेर चाहिँ एकदम डिफरेन्ट प्रोजेक्टहरु गर्ने छौं। त्यसमा चाहिँ कुनै न्यूज वेबसाइट्स होला, ब्लग साइट्सहरु होला, स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम होला, त्यसै गरेर कुनै पनि अरु सफ्टवेयरहरु, वेब एप्लिकेसनहरु बनाउने छौं। त्यसले गर्दा प्र्याक्टिकल इम्प्रुभमेन्ट तपाईलाई बन्नेछ। त्यही भएर मेरो भिडियोहरु चाहिँ जति पनि छ त्यो कन्टिन्यू गरेर हेर्न सक्नुहुनेछ र अन्त्यसम्म हेर्नुभयो भने सबै कुराहरु सिक्ने हुन्छ। यो त भयो एउटा सिलेबस हो यो, र हामीले चाहिँ अब अर्को भिडियोमा चाहिँ यसको सम्पूर्ण कुराहरु एक एक गर्दै सुरु गर्ने छौं, सुरुबाट यो सिलेबसको। र भिडियोलाई चाहिँ सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला र सपोर्ट पनि गर्नु होला। धन्यवाद।